अहिले हामी महेन्द्र राजामार्ग अन्तर्गत कपुलबस्तीको गोरुसिङे भन्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ हामी उत्तरतिर लाग्यौँ भने चाहिँ अर्घाखाँची सुब्बादेउराली सन्धिखर्क हुँदै अर्घाखाँचीतिर जान सकिन्छ भने यहाँबाट दक्षिणतिर चाहिँ तौलिया हुँदै इन्डियाको बोर्डर जान सकिन्छ। अनि अहिले चाहिँ हामी यता पश्चिम त हाम्रो धनगढी महेन्द्रनगर जाने बाटो भइहाल्यो। अनि यो ठाउँमा चाहिँ यात्रुहरू आउने बस्ने चिया नास्ताहरू खाने नास्ताहरू जुसहरू खाने लस्सीको लागि एकदम फेमस पनि मानिन्छ। यो अहिले चाहिँ केही समयदेखि यो बाटो बुटोलदेखि गोरुसिङेसम्मको बाटो चाहिँ सडक विस्तारको क्रमले गर्दाखेरि अलिकति बाटोमा अवरोध पनि छ। केही समय चाहिँ अलिकति बाटोले गर्दाखेरि पनि दुःख पाइरहेको छौँ। हामीलाई यहाँ आउन पनि धेरै समय लाग्यो यो बाटोको कारणले। छिट्टै बाटो राम्रो बन्नेछ, स्तरोन्नति हुनेछ र अनि मजाले इन्जोय गरेर हिँड्न सकिनेछ। वी होप सकेसम्म छिटो चाहिँ यो बाटो बनोस्, सबैलाई सुखले आनन्दले यात्रा गर्ने व्यवस्था मिलोस्।